के के थाहा त्यो त धन्दा हो धन्दा धन्दा चलाने कि बाध्यताले त त्यो त्यो हामीले नै बुझेको होइन अनि त्यो रमाइलो गर्ने किन त्यस्तो अब पैसाको लागि त्यस्तो पैसा त आफूले काम गरेर मेहनत गऱ्यो भने त किन कमाएन त यार कमाएको होइन त भन्नु त के काम गर्नुहुन्छ तपाईँ ए म त गर्दिनँ काम म त मेकअप क्लास हजुर मेकअप क्लास पढिरहेको पढिरहेको चाहिँ हो पढिरहेको हो दुई महिनामा स्विडेन स्विडेन हजुर स्विडेन भने स्विडेन भन्नाले स्विडेन चाहिँ नर्वे स्विडेन त्यही त विदेश जाने भन्नु होइन त्यही त अब के गर्नु अब उनीहरूको पनि एक एउटा बाध्यता हुन्छ अब यो केटीहरू त गाजा खाने यस्तो खानेहरू केटीहरू हो क्या दाइ म यो बालाजु बसेको हामी होइन के अरे त्यही त्यो साइडमा बसेको धेरै भयो नि त धेरै त्यसो बङ्गाल साइडतिर बसेको इभन बङ्गाल त रेड लाइट एरिया भइसक्यो आइरहेको थियो नि गङ्गाहाल भन्नाले अघि तपाईँले मलाई पिकअप गर्ने ठाउँमा हो र थिएन नि त त्यहाँ चिया बेच्न केटीहरू हुँदैन भर्खरको केटीहरू पनि हुने त्यस्तै खाने मान्छेहरूसँग त्यस्तो गर्दो रहेछ क्या र त्यस्तो भन्नाले के गर्ने हो र हजुर के के भने त्यस्तै अब होइन नराम्रो जानु गएको रहेछ त्यस्तो गर्नु हुँदो रहेछ क्या अनि भर्खरको केटीहरू अहिले हामी यता सरेदेखि भर्खर 2 वर्ष भयो दाइ होइन घरमा आएर सरे नि त अनि त्यो बस्यो सबै थाहा छ नि त दाइ अब त्यता त बसिरहेको सबले त्यहाँ त बुझ्नु त म पहिला बसिरहेको हाम्रो घरभन्दा अलिकति भित्रमा सुकुम्बासी एरिया थियो नि त सुकुम्बासी एरिया पनि त्यस्तो बिग्रेको थियो नि त अनि टोलमै भइसकेको कुरा त थाहा पाइन्छ नि त दाइ यताउता सबै केटीहरूले गाजा खानेहरू गाजा खान नपाएर त्यसरी बस्नु गयो अनि केटाहरूलाई आफ्नो पैसा हुँदैन रहेछ आफू त्यसरी बसेर पैसा लगाएर पैसा तिमीले बसेको त बुढा पनि होइन आफैले पठाउने रहेछ केटीलाई उसको बुढीलाई होइन किनकि बार लाइनमा त्यस्तो हुँदो रहेछ अनि त्यही लाइन युज गरिरहेको छ अहिले यिनीहरूले सबै होइन भर्खरको केटीहरूले अनि त्यो त रमाइलोको लागि गरिरहेको थियो यिनीहरूले के सोचेकै छैन अरे होइन लाइफको बारेमा यही हो रमाइलो छ भन्ने बस्यो होइन त्यस्तो होइन नि हरेक कुरा त्यही त अब हामीले भनेर हुँदैन होइन त्यही त होइन त कस्तो हुन्छ नि त कसरी भनेको अस्ति भर्खरै त्यो एउटा केटी मारेर खाँदै नि त होइन केटी हो र छक्का भनेर होइन छक्का भन्ने आज केटीहरू चाहिँ कति भन्नु न त्यो खासमा केस चाहिँ के हो खासमा केस के थाहा त हामीलाई नै भित्र टाकेर पनि पहिलेदेखि चिनेर बसिरहेको होला त्यो केटीले पैसा सैसा केही लुट्यो होला कि केही भयो होला त्यही कारणले हाने हो अब 500 रुपियाँको अब के अरे मरेपछि के कुरा निस्क्या पुलिसहरूले समाधि चाहिँ 500को लागि हो अरे जम्मा 500को लागि त्यसरी काटेर खान्छ मान्छेले काटे नै हो र मारे काटेर मारे 2 पिस बनाएर अनि त्यस्तो के रिस छ भने त उनीहरूको पहिल्यैदेखि त्यस्तो रिस के अरे सम्बन्ध होला नत्र त्यस्तो रिस हामी तपाईँको मैले अहिले ठगेर 1500 खायो भने तपाईँले मलाई मार्दैन क्या भेटे पनि कराउँछ पिर्छ मार्दैन क्या मार्छ त मार्दैन 500को लागि कसरी मार्छ त मार्दैन सोच्दैन त्यो मान्छेले त्यही त मार्नुभन्दा अगाडि 500को लागि रेन त्यस्तो हुँदै होइन कि त 500को लागि होइन होला क्या अब त्यस्तो बिचरा कस्तो मारेर कता खोइ कता टाढाको त अब त्यही काम गर्ने केटीहरू भन्थ्यो त्यही होटलमा काम गर्ने केटीहरू हामीलाई त अब न्युजमा हेर्नु हामीलाई त तपाईँको कस्तो भोइस कस्तो सिकवाला आइरहेको छ कि सिकवाला भन्दा बिराम भएको जस्तो ए हल्का बिराम पनि स्टार्ट भएको जस्तो के भएर त्यस्तो किन भन्दा मिल्दैन र के छ र भन्नु न सुन्दै जान्ला ए अब इन गर्ने बेला आइसक्यो होइन र अनि डेस्टिनेसन आइसक्यो अनि होइन तपाईँहरू यहाँ रुम हो कि घर हो अनि के अरे साथी
तपाईँले मलाई अघि लिन आउने ठाउँमा छ नि त्यहाँनिर रोडमा तपाईँले बार लगाएको देख्यो नि है त्यही रोडमा हामी त्यहाँबाट निस्क्यो नि बार लगाएको हामी त्यहाँ अड्काएको थियो नि त्यहाँ गाडीहरू थिएन अनि बार लगाएर गाडीहरू राखेको थिएन त्यहाँ बार थियो त हो त्यो बारमा केटी झुन्डेर नचक्क बसेर झुन्डेको रहेछ क्या म घर फर्किँदा राति 9 बजे अस्ति अटोले भने अनि त्यही बाटो पऱ्यो नि त हेरेको अनि पुलिसले अलिक टाढा टाढा जानु भने क्या खुट्टा होइन यस्तो खुट्टा त होइन यस्तो बाटो देखायो नि यसरी झुन्डेर हालेर अनि पठाउँछु भन्छ अनि मैले देखाएकै दाइ त्यसरी भिडियो गर्न पाएन नि दिएन अनि त्यसपछि पठाउँदैछु के भन्दै अब गाडीमा ए झुन्याएर मारेर झुनाइदियो होला क्या त्यही त हजुर छ भाइ होला भन्नु खाने अरे सक्कली है त्यो राख्यो ऊ यार यस्तो हुन्छ र ऊ पैसा नि यार प्लास्टिकको कटकटे भएर 1000 त्यो कटकटे 1000 साढे त्यो फिर्ता एक कटकटे होइन यार यता पागल भयो यस्तै हुन्छ कि पैसा उतै साढे ल्याउँछु क्या दिन लाउनु किन नरहनु भा दान रिक्स लेने का नहीं अङ्कल होइन नकल पऱ्यो नि त